दाँत खाने चिज बाई सी यू आरामले हामीले अलमारी केही हाई छ नभए बनाइन्छ यसले मम्मी एलर्जी आएको बेला यसले नहुने होइन त तितेपाती होइन यो होइन तितेपाती त ठुलो हुन्छ यो त फुलै हो यो तितेपाती अर्कै हुन्छ मेरो ब्याग मम्मीले होइन म यहाँ आउँछौँ बेलुका ल फुलबाट ड्याडी र फुलबाट कस्तो देखिनु मामाले अस्ति सोध्नु भएको मैले बिर्सेको जान लाग्यो हो होइन ए मौला गाली गरेर आउने ल है होइन त हो हामी त चाहिँ है कति कस्तो गरेर बसेको मान्छे होइन हाम्रो दिदी सबभन्दा नजिक हुन्छ ठुलदाई र हिमालय ठुल्दै नि अझ पछि जेस माइलदाई होला माइलदाई चाहिँ मसित नजिकै हो नि फेरि त्यो बेला नि नजिक हो भन्ने रिपोर्ट खोलिदिएँ है मैले ल भन्छ ल है त हस् ल म त्यो एउटा रुख काट्नु थियो मैले यो मम्मीहरू सानो हुँदा नि यो ठुलै भएको रुख यो चाहिँ बर पिपल अहिले त नि यस्तो अहिले नि यस्तै ठुलै छ हाई चाइना कहाँ आएको तिमी होइन कहाँ आएको यहाँ अझै पनि नेपालको कहाँ लाग्छ कि के मम्मी हाट बजार लाग्छ नि बाबा सन तपाईँ पनि जानुहुन्छ आउनुहोस् बसौँ सामुदायिक प्राकृतिक चिकित्सालय भनेर यता लेखेर चाहिँ उसको दिपाको अफिस काम गर्छौँ जति धेरै गऱ्यो त्यति हुन्छ ल ल ल यो जान्छ त जान्छ नि हामी जाने ठाउँमा हस्पिटल हो कि मन्दिर हो र मन्दिर हो मन्दिर हुन्छ म वहीँ त बस चढ्छु हजारौँ हुन्थ्यो होला नि त्यो डबल भाडा त दिएन नि ठिक गर्यो दिएन त्यसरी लिँदैन कति बेर लाग्छ नि 5 मिनट अब हामी पुग्नलाई 5 मिनट पुगिन्छ 5 मिनटको 50 रुपियाँ माथिको के हो रिसोर्ट हो त्यो
केबुल कारको स्टेसन पनि हो ए रिसोर्ट पनि खोज्दै हो म त अघि के देखेँ यत्रो डाँडामा के हो त्यो माथिको केबल कारको स्टेसन अब रिसोर्ट पनि डाँडा चाहिँ के हिँड्नुपर्छ 200 जति सिँढी त झरेर हिँड्नुपर्छ केबुल कारबाट सबै झर्नुपर्छ सिँढी मन्दिरको पछाडि लगेर छोडिदिन्छ मन्दिर त उता हुन्छ धेरै तर सेतो टावर देख्या नि त्यहाँ हो त्यहाँबाट त्यहाँ भयो अनि यहाँबाट हिँड्नु पऱ्यो त्यहाँ बराबर सेम टाइम होइन त्यो त सेम टाइम त अलिक नहोला अटोमा चाहिँ किन्ने हाम्रोमा चाहिँ नानीको लाग्दैन ढोका ल ठिक छ ठिक छ मन्दिर आएछ र यतै बस्नुहुन्छ है भाइ यही हुन्छ अनि एकैचोटि पैसा दिँदा हुन्छ एकैचोटि हो तल पुऱ्याउनु कृष्ण बोजू नखल्दिनु त भाइ हो कृष्ण बोजू पुऱ्याइदिनु सक्यो छैन आयो मन्दिर गइदिनु
त्यही त बिर्सेछ नि त्यसै यहाँ पाइँदैन भनेर लगाइदिएर देखाइदियो क्या अघि Can I play that toy? टोय होइन नि दूरबीन Binoculars. बाइनोकुलर्स और पुप Where's Monkey? Oh, there's even a cow. And a peacock. Cow is our national animal. And there's even a peacock. ग्रुपमा हिँड्यो भने चाहिँ उसलाई सबै सोचे अघि हब्बालाई देखि न हब्बा खै एकतर्फी त्यहाँ काफी पिस हाम्रो 500 कति होला होइन खोइ आशिष त भिडियो You want to do Ganti? Let's watch from here. हातभरि रातो भएर त
सक्सिलो हुँदैन अब सक्स लाउने भयो म के भयो हान्नुपर्छ नि भनेर क्या मान्छे धर्म आउनु बिना चाहिँ टच ए ल हङ्गामा फिल्म Coming back. Pop pop. बिस्तारै है हात धुने हो छोरी हो ब्लग छोरो don't go now. Now they are closing the तिमी हाल्ने हो ओहो हर हर गङ्गे ride a boat? No riding a boat.
चिकन खाना चम्चा चाहियो फेरि चुरो खान लाग्नु भएछ मम्मीलाई त्यो सिनको ब्याग ल्याइदिएको थियो यो चुड्डिसक्यो यसलाई जुन हल रहेछ क्यारेक्टर म्याजिकमा त्यहाँ जाउँ न म्याजिक बोलाइसक्यो अरूलाई अटो शिवनगर जान्छु कि जाँदैन सोधौँ आफूले बारीदेखि गर्दाखेरि त्यो भने नहुने भएर मात्रै हो जे गर्दा पनि एउटै हो अहिले 1000 रुपियाँ लिइहाल्यो स्कुटरमा आएको नि मम्मी हामी त जान्छ 17 सालमा त्यही भएर त उफोर भइन्छ नि ठिक छ केही भएन भाइले मानिहाल्यो नर भेट्यो अनि पत्ता लाग्छ घर सरप्राइज सरप्राइज बित्नु भयो कहिले त्यो भर्खर के त्यो मान्छे मान्छे बेच्यो यहाँ बस्छ कतिखेर गा मान्छे थुप्रै छ त्यही हो मगाइहाल्छ नि अहिले जाँदा म मामालाई भन्छु साथीहरू के अरे हामी पहिला क्या हजुरहरूलाई हजुरहरूकै यस्तो यस्तो बगैँचामा बस्छ भन्थ्यो अनि बगैँचा अनि क्या हजुरहरूले धान राम्रै भएछ तोरी पकाएको राम्रो आउँछ तोरी मजाले खोइ त्यो त मामालाई मात्रै थाहा छ वाउ हाई हाई खोइ त आयो भने Where are we going? Nowhere. Nowhere? Can I sit in your auto? You sit back. Okay. Can you take me to my house? It's over there. Yep. Let's go. Then let's start driving it, okay? Okay. Are you back from school? Yeah. Okay. Not done. No, I'm not. You know What the? आवाजै आएन बा भयो? No. Okay, are we there yet? No. I'm just checking. एक महिना
गाडी जस्तो लागेको उताबाट आउँदा फुल टाइट बुवा मम्मी सन्चै हुनुहुन्छ घरमा? बुवालाई अलि गाह्रै छ मम्मीलाई पनि त्यस्तै हो बुवा त बिरामी भइरहेको हजुर बुवालाई अक्सिजन लागिरहनु पर्छ हजुर अब चिसो है मम्मीलाई पनि अब सुगर कहिले घोडा दुख्ने खुट्टाको समस्या दिदी सन्चै हुनुहुन्छ नि? रिता दिदीको एक्जामको अनि अर्को रिता दिदी को पनि आउनु भएको थियो भयो पुश फ्रम द ब्याक ल साझा नै भयो नि यता हेरेर छापा ठुली भए धेरै पढे ज्ञानी भए जाऊ दिदीसँग जाऊ त्यहाँ त लामखुट्टे ल्याउ त म खोलिदिन्छु ल्याउ त सानालाई पापा छ उता आउँदिनौ ए हामी त को रहेछौँ ठुलो मामीलाई राखिदिएको आऊ खेल्ने आऊ पिङ नखेल्ने लामखुट्टेले टोक्छ आऊ तिमी आऊ यहाँ खेल्ने पो हेर त यो क्याच गर्नु त क्याच सानो क्याच वा ल आऊ क्याच गर्ने अब हामी कहाँ जाने रे ल केही देखिँदैन है मलाई पट्टो साह्रै माया लाग्छ भने कस्तो भएर आउँछ अब के हो भनेर रुनु पो हो जस्तो गर्छ त्यहाँ चिन्नुभयो क्या फेरि ठ्याक्कै यस्तो हेर्नुभयो अनि के आइरहन्छ रे दाइ यहीँको बासिन्दा हो हो त्यही त नयाँ यहीँको भने चाहिँ कता हो हजुरको पर्वत हो ए अहिले चाहिँ त्यही नजिकै हो त्यो पार्टी प्यालेसमा ल उसै वैष्णवी ल जानु फेरि भेटघाट पनि यहीँ रहेछ फेरि ल जाऊ। ल खै कहाँ हो कसार बाट्ने दिन कि दुनियाँहरू खाइयो भनेर खायो होइन हाम्रो बजार यस्तो रहेछ भनेर
स्टिक बोर्डै स्टिक बोर्ड उता पनि